मलाई एउटाले भन्यो कि तिमी को हो तिम्रो भिडियोमा भ्युज त आउँछ तिमी ब्लगर त पक्कै हैन माइक समाउँदै हिँड्छौ तिमी फोटोग्राफर पक्कै हैन माइक समाउँदै हिँडेको छौ तर फोटो खिचिरहेको देखिरहेको थिएँ तिमी को एक्चुअली भन्नुपर्दाखेरि चाहिँ म आस्मिन भट्टराई हो मेरो कन्टेन्टहरु चाहिँ मोटिभेसनल टाइपको हुन्छ यदि तिमीहरूले इन्टरटेनमेन्ट खोज्छौ भने मेरो च्यानल चाहिँ तिमीहरूको लागि हैन मेरो हरेक भिडियोमा चाहिँ केही कुरो सिक्न पाउने केही नलेजेबल अनि मैले पनि सिक्ने खालको भिडियो चाहिँ बनाएको हुन्छु के मोटिभेसनल ब्लग अफ मोटिभेसनल एक्स्ट्रा म कुनै ठाउँमा जान्छु त्यो ठाउँको राम्रो कुराहरू क्याप्चर गर्छु हाल्छु र एउटा क्वेशन सोचेर जान्छु कि म यो क्वेशन गर्छु त्यो क्वेशनको एन्सर जो पाए त्यसले दिन सक्दैन इन्क्लुडिङ मी Difficult question. 難しいなその質問は。 मलाई पनि थाहा हुँदैन के त्यति गाह्रो हुन्छ कि त्यो क्वेशन चाहिँ म सोध्छु र सोधेको र मलाई थाहा नभएको कुराहरू म सिक्छु म त्यही कुरो चाहिँ म हाल्छु अपलोड गर्छु मलाई भ्युज चाहिए हैन मलाई भ्युज नआओस् मतलब भएन तर मैले सिकिरहेको छु के तिमी मेरो भिडियो हेर नहेर लाइक गर नगर आई डोन्ट केयर तर मैले सिकिरहेको छु त्यसमै म खुसी छु आई एम ह्याप्पी मेरो काममा म आफै सेटिस्फाई छु के त्यति भए पुगेको छ मलाई म खुसी छु द्याट्स इट